फाइनली हामी चाहिँ हिँड्दै हिँड्दै मर्निङ दर्शन गरेर आएर अब चाहिँ खाना खान जानु भएको छौँ थकाली। सो खाना खाने ठाउँमा भेट्छौँ गाइस हजुरहरूलाई। हेर्नु यो अगाडिको भ्युजहरू पनि हजुरहरूले भ्यूहरू पनि यस्तो राम्रो छ। सो अब चाहिँ खाना खाने ठाउँ पनि आई गेस आउनै लाग्यो। सो सी यु देयर बाई। सरी गाइस हामीले चाहिँ खाना खाएको चाहिँ खिचेन किनभने हामी सबैजना चाहिँ एकदमै नै भोकर थियो, एकदमै भोक लागेको थियो त्यही भएर। सो हामी चाहिँ अब सेकेन्ड डेस्टिनेसनमा जाँदैछौँ। त्यो चाहिँ कहाँ हो भनेर हजुरहरूलाई पनि थाहा हुन्छ। सो स्टे इन ट्युन। सो वेयर इज आवर सेकेन्ड डेस्टिनेसन जुन चाहिँ हो महादेवको मन्दिर। पहिला नै हामी आउनु चाहिँ आइसकेको थियो। त्यो बेला चाहिँ माथिको मात्रै बनेको थियो, तलको बनेको थिएन। तलको पनि हेर्नु न कस्तो राम्रो रहेछ कि यस्तो बनाएको रहेछ। सो दुईजना यहाँ छौँ, अर्को चाहिँ आउँदै हुनुहुन्छ। सो हामी माछामा अब अहिले चाहिँ यो पनि बनि नै रहेको थियो। अहिले चाहिँ यति बनिसकेको रहेछ। हामी यहाँ चाहिँ जान्छौँ कि जान्दैनौँ। अब फर्स्टमा चाहिँ यो शिवजीको मन्दिर दर्शन गरौँ, त्यसपछि चाहिँ यहाँ जान्छ कि जान्दैनौँ। हेर हामी चाहिँ छियौँ हाम्रो शिवजीको मन्दिरभित्र। हेर्नु न कस्तो मजाले बनाएको होला। जहाँ पनि हजुरहरूले चाहिँ यसरी मायाको चिनो चाहिँ बनाउन सक्नुहुन्छ गाइस। हेर्नु न यहाँ पनि अघि पनि त्यहीँ थियो। सो यहाँ पनि झर्ना गर्मी गाइस धेरै नै। हामीले लुगा चेन्ज गरेर आइसक्यो। सो अब चाहिँ हामी यो घुम्छौँ, त्यसपछि नेक्स्ट डेस्टिनेसनमा जान्छौँ। बाई गाइस। तपाईँहरूले यत्रो सेल देख्नु भएको थियो, हेर्नु न कस्तो ठुलो सेल हो यो। बाबा रे बाबा। सो हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ गुम्बा रहेको छ, हजुरहरूलाई देखाउँछु। गुम्बा चाहिँ यु सी द्याट गुम्बा। सो जाँदैछौँ जहाँ पनि हिँड्नुपर्ने गाइड, जहाँ पनि हिँड्नुपर्ने। इट्स टु हट। सो मैले के यस्तो हम्काएर हिँड्ने यस्तो मजा आउँछ। यु सी द्याट। यस्तो माथि टुप्पो डाँडाको टुप्पोमा गुम्बा, यस्तै टुप्पोमा अघि हामी शिवजीको मन्दिर पनि घुमेर आयो। टु हट। टेक इट। कम अन बेबी, कम अन, come on. I am giving you what? I am giving you what? Yes. No. You say I am giving you? I am giving you lalats. See, think I am giving lalats of this fan. She is so lazy. Come fast. हाम्रो फ्यामिली मेम्बरहरुमा तल, हाम्रो भर्खरको केटी माथि। Take it. Can you imagine guys? यो यति तल गएर फेरि माथि जाने रे गाइस। अनि फेरि फर्किने पनि यही बाटो रे गाइस। घुमाइ डह्रो हुँदैछ गाइस हाम्रो। 1 बजे पनि यही हो, 2 बजे नि यही हो। कम अन फास्ट। What you are saying? औँला दुखिसक्यो रे गाइस। यस्तै हो गाइस, आजभोलिको केटीहरू यस्तै हो, धेरै बाहिर जङ्क फुडहरू खान्छ। वाट वाट के नजाने रे? किन नजाने रे? किन नजाने रे? हिँड्नलाई गाह्रो भएर बहाना बनाउँदैछ। नजाउँ रे हामी यहीँ बसौँ रे, बिकज सी वान्ट टु गो टोयलेट गाइस। Come fast. मैं तो भीड़ से थक गई, मैं तीसरी बार थक गई।
lazy. So lazy, guys. So lazy. यही बाटो फर्किनु पनि छ नि नानी बिहान भात खाएन त्यो निकाल्नु पर्यो नि अब सी broke it, bro. See, broke. तो गया बेटे यस्तो जङ्गलको बाटो जाँदैछौँ गाइज हामी हाम्रो पछाडि कोही छैन What? We are the last. We are the last, guys. You see how many जङ्गलै जङ्गल छ गाइज वरिपरि हाम्रो यता नि जङ्गलै जङ्गल छ गाइज हाम्रा नेपालका प्यारा दाजुभाइ दिदीबहिनीहरू यस्तो राम्रो ठाउँलाई फोहोर गरिदिने तपाईँहरू ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ फाइनली गाइज हामी चाहिँ आइपुग्यो सो आउँदा आउँदा नो टिकटक नो भिडियो भन्नुभयो त्यही भएर यहाँबाट नै एन्डिङ गर्दैछौँ गाइज बाई हामी चाहिँ थुक्पा पनि घुमेर आयो स्वेस गाइज आइसक्रिम पनि अब चाहिँ नेक्स्ट डेस्टिनेसनमा जाँदैछौँ थाकिसक्यो सो नेक्स्ट डेस्टिनेसन चाहिँ देवीज फल भनेको छ लेट्स सी कहाँ हुन्छ गाइज बाई चाहिँ तेस्रो महादेवको तलदेखि आउँदैछौँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ यो ठाउँ यस्तो रहस्यमय ठाउँहरू छ हजुरहरू पनि आउन सक्नुहुन्छ नेपाल आयो भने यता चाहिँ भिजिट गर्नुहोला यहाँ डेभिस फल होइन खै कता छ ओके हामी चाहिँ तपाईँलाई डेभिस फल पनि देखाउँछौँ यहाँबाट तल जान्छौँ गाइज यहाँनिर यहाँ सबैले देख्नु भइरहेछ भक्दै आउँछ यस्तो हो यो चाहिँ कस्तो लाग्यो तपाईँलाई डेभिस फल दामी एउटा के भन्नु लाउनु भएको थियो बिर्सिनु भयो काहीँ सो हाम्रो चाहिँ गुप्तेश्वर महादेव र डेभिस फलको चाहिँ भइसक्यो अब आज चाहिँ हाम्रो लास्ट डेस्टिनेसन भनेको चाहिँ सेतो नदी अहिलेसम्म गएको छैन त्यहाँ चाहिँ जस्तै हामी अघि त्यो शिवकोमा अनि यहाँ गुप्तेश्वरमा चाहिँ आइसकेका थियौँ सो सेतो नदीमा चाहिँ आएको थिएन सो अब हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ त्यहाँ हुनेछ पोखरा चाहिँ हामी यो गाडीमा घुम्दैछौँ दिस इज आवर लास्ट डेस्टिनेसन आजको लागि चाहिँ अब यहाँभित्र जाउँ टिकट काउन्टर हजुरलाई आज च्याउ लागेको छ छैन झूठ पे झूठ बोलती जा होला सो यहाँभित्र चाहिँ के छ थाहा छैन हामीलाई अब गएर चाहिँ हजुरलाई पनि देखाउँछ हामी पनि हेर्छौँ गाइज यो चाहिँ हामी दुधको सिरेको पानी छ गाइस यस्तो दुधको आँपको कस्तो लागेको छ घुमेर रमाइलो कस्तो भइरहेको छ दुधको कोसी र गाइजहरू खानको ध्यान छ ऊ ब्लगरहरू चाहिँ खाएर बसिरहेको छ सबजना रमाइलो छ पानी चाहिँ यस्तो छ है चिप्लो चिप्लो छ हल्का फुल्का हल्ला है हल्लाएन चिप्लो है चिप्लो हल्का चिप्लो छ यो सब पानी सेतो छ यो दुधको भन्छ यसलाई
उता झरना छ सानो एउटा उता झरना छ यहाँ मुनि त कहाँ हो तल दुधको देख्न सक्छु तल धेरै तल छ यो म जुम गरेर देखाउँछु सक्नुहुन्छ कता हो केही देख्दैन यहाँ झरना सानो एउटा कस्तो भइरहेछ एकदमै रमाइलो प्लस गाह्रो पनि भयो गाइज मलाई चाहिँ ट्राभल गर्न चाहिँ गाह्रो हुने रहेछ मकै कस्तो लाग्यो मकै मकै चाहिँ A1 रहेछ पोखराको मकै यदि हजुरहरू पनि पोखरा आउनुहुन्छ भने मकै चाहिँ खानु है रिस्ता म्याम कस्तो भइरहेछ राम्रै भइरहेको छिप्लिन्छ राम्रो के हो यस्तो अनुहार चाहिँ आर यू कॉमेडी मी के होला ए केप तलतिर सक्नु तपाईँले धेरै तल छ यहाँ